रामेश्वर खन्नालाई यो दिनहरूमा धेरै खुशी हुन सक्छन्। नेपालको अर्थतन्त्रमा थोरै मात्रामा सुधार देखिएको छ, जुन अघिल्लो वर्षको तुलनामा 0.4%ले बढी हो। गत वर्षको अप्रिलको तुलनामा बजेट सङ्कलन पनि 1.6%ले बढेको छ। यो 1.96 ट्रिलियन नेरू पुगेको छ। ठूला नामहरूले यी संख्याहरूले हाम्रो देशको शक्तिलाई प्रतिबिम्बित गर्ने दावी गरेका छन्, तर अब कर सङ्कलन बढ्दै गएको र कर छली नियन्त्रण भइरहेको कुरामा कुनै शङ्का छैन। तर यो मध्यम वर्गले किन आर्थिक वृद्धिको अनुभव गरिरहेको छैन, जुन कुरा भइरहेको छ? त्यही वर्ग जसको सबैभन्दा राम्रो दिन समृद्धि केवल अखबारको पृष्ठमा मात्र आएपछि आयो, तर ती गाडिएका हुन सक्छन्। यद्यपि नेपाल राष्ट्र ब्याङ्क आफैले भनिरहेको छ कि नेपालको कुल गारस्थ उत्पादन जीडीपी चालू आर्थिक वर्ष 2081-82 मा 61 खरब 7 अरब रुपैयाँ पुग्ने राष्ट्रिय तथ्याङ्क कार्यालयले अनुमान गरेको छ। त्यस्तै चालू आर्थिक वर्षमा आर्थिक वृद्धि दर आधारभूत मूल्यमा 3.99% र उपभोक्ता मूल्यमा 4.61% हुने प्रारम्भिक अनुमान गरिएको छ। अर्कोतर्फ 2014 मा हाम्रो देशमा खुद घरायसी आम्दानी विगत 50 वर्षमा सबैभन्दा कम भएको खबर आयो। स्थितिमा धेरै सुधार भइरहेको छैन। यदि तपाईँ यो 80% जीडी बुझ्न सक्नुहुन्न भने म यसलाई सरल नेपाली व्याख्या गर्न चाहन्छु। यो निसासाउने खालको छ, द्रुत गतिमा गरिबीतिर सर्दैछ। हेर्नुहोस्, विगत 10 वर्षमा मुद्रास्फीति तीव्र गतिमा बढेको छ र अर्कोतर्फ श्रीमान परिवारको आम्दानी खासै बढेको छैन, यो स्थिर नै रहेको छ। हामी जबस्पिक रिपोर्टलाई हेर्छौं, जुन अत्याधिक विश्वसनीय मानिन्छ। यसले देखाउँछ कि 25% गोरा शिक्षित विद्यार्थीहरू एउटै कक्षामा छन्। यो विगत 2 वर्षमा 8%ले कमी हो। यो आएको छ यी ती मानिसहरू हुन् जसले स्नातक गरेका छन् र जागिर खोजिरहेका छन्। तिनीहरूको संख्या 20%ले बढेको छ। सबैभन्दा ठूलो गिरावट आईटी क्षेत्रमा आएको छ, जहाँ यस क्षेत्रमा भर्ना 30%ले घटेको छ। यो भर्खरै भयो, बाँकी कुरा आउन बाँकी छ। यदि उनीहरूले जागिर पाए पनि उनीहरूको तलब धेरै बढ्ने छैन। उनीहरू अझै पनि 10 वर्ष पहिलेको जस्तै तलब स्तरमा ठूला कम्पनीहरूमा सामेल भइरहेका छन्। म यो समस्याको गहिराई हेर्न चाहन्न, किनकि म धेरै विगत केही हप्तादेखि मध्यम वर्गीय अभियानका कारण समाचारमा रहेका लगानी प्रबन्धक भन्छन् कि वास्तविक आम्दानी भनेको बजारबाट सामान किन्न सक्ने क्षमता हो। यदि तपाईले यसलाई ध्यानमा राख्नुभयो भने मध्यम वर्गीय आम्दानी पछिल्ला 10 वर्षमा यो कम र कम शक्तिशाली हुँदै गएको छ, तर शक्तिको पिछाडी लाग्ने काम झन्झन शक्तिशाली हुँदै गएको छ। परिणाम यो हो कि बजारमा साबुनदेखि बिस्कुटसम्म सबै चीजको बिक्री घट्दै गएको छ। यसपटक एउटा खतरनाक नयाँ आयाम थपिएको छ। धेरै परिवारहरू भित्र फसेका छन् र उनीहरूको घर ऋण जफत भइरहेको छ। ब्याङ्कहरूले रिकभरी एजेन्टको रूपमा प्रस्तुत गर्दै गुण्डाहरू पठाइरहेका छन्। त्यसैले तिनीहरू आफ्नो सम्पत्ति बेचिरहेका छन् वा आफ्नो सञ्चालनलाई निरन्तरता दिन थप ऋण लिइरहेका छन्। यो समस्या बुझ्न महत्त्वपूर्ण छ, किनकि यो टाइम बम लाखौं मध्यमवर्गीय परिवारहरू साथै देशका लागि खतरनाक साबित हुन सक्छ। जब यो टाइम बम विस्फोट हुन्छ, यसले मध्यमवर्गीय परिवारहरूलाई मात्र होइन, सम्पूर्ण विश्वलाई नै ध्वस्त पार्नेछ। यो देशका लागि घातक साबित हुन सक्छ। त्यसैले आजको एपिसोडमा हामी यसलाई बुझ्ने प्रयास गर्नेछौं। हामी केही महत्त्वपूर्ण बुन्दाहरू छुटाउन चाहदैनौं। के मध्यम वर्गको सपना मरेको छ? यसले सम्पूर्ण राष्ट्रको विकासलाई किन असर गर्नेछ? अर्थमन्त्री सुन्नेवाला छैनन् र यो कस्तो आर्थिक समय हो जुन रोक्न आवश्यक छ? तपाई पहिले नै आइपुग्नुभयो। हामीले सुरु गर्नु अघि तपाईले अर्को एपिसोडमा केही तीतो सत्य सुन्नुपर्नेछ र प्रयास यो छ कि कम्तीमा यसलाई सुनेपछि तपाई तयार हुनुहोस्, किनकि म भन्दैछु कि हरेक वर्ष लगभग 10 लाख देशवासीहरूले गरिबीको सामना गर्छन्। उनीहरूले गर्नुपर्छ। किनकि एकपटक उनीहरू अस्पताल भर्ना भए वा बिरामी परे र चिकित्सा बिल तिर्न नसकेपछि यी मानिसहरू आजकल उत्सुकतापूर्वक निश्चित दिनाङ्कको प्रतीक्षा गर्छन्। उनीहरूले आफ्नो तलब र आफ्नो पूर्ण योजना छाडै पूरा गरेका हुन्छन्। बाट गर्न सक्छ, यसको अर्थ हाम्रो दुईमुखी अस्तित्व बढ्दै गइरहेको छ र हामी आफ्ना स्रोत साधनभित्र जे कमाउँछौं त्यो खर्च गर्छौं। हामी भविष्यको कुनै योजनालाई अलग राख्दैनौं, तर हामी ठूला सपना देखिरहेका छौं। हामीले सपना देख्नुपर्छ। अवश्य हामी देख्छौं। हामी पक्कै पनि यसैमा जन्मिएका छौं। हाम्रो परिवारको गाडी सुचारू रूपमा चलाउनका लागि हामीसँग दोस्रो नम्बरको व्यक्ति हुन आवश्यक छ। हाम्रो परिवार कसरी अन्ततः सुरक्षित हुन सक्छ? यदि हामीलाई केही भयो भने के हुन्छ? त्यसैले हामी सकेसम्म मध्यम वर्गीय हुने सपना देख्छौं। यो मध्यम वर्गीय परिवारको रूपमा हेर्ने जो कोहीका लागि महत्त्वपूर्ण छ, जहाँ हामी हाम्रा बच्चाहरूका लागि निशुल्क पढाइको व्यवस्था गर्छौं र उनीहरूलाई सम्भवसम्म बेहतर स्कुलहरूमा पठाउँछौं। यी सबै कुराहरू विवाहका लागि गरिन्छ। त्यस्तै अर्को महत्त्वपूर्ण कारक पनि यही हो। तर हामी हाम्रो परिवारको आर्थिक सुरक्षा नियन्त्रण गर्न सक्षम छैनौं, तर हामी निश्चित रूपमा हाम्रो परिवारका लागि सुरक्षा जाल सृजना गर्न सक्छौं। यो जीवन हो र जब कुनै परिस्थिति आउँछ, हाम्रो शहरमा के हुन्छ भन्ने कुरा सबैभन्दा पहिले दिमागमा आउँछ।
मेरो परिवारको बारेमा के भन्ने, त्यो परिवार जसका लागि म हरेक दिन ओभरटाइम गर्छु, यी मेरा आफ्नै परिवार हुन् जसले मेरो लागि पनि गर्छन्। यदि तपाईँ अब त्यहाँ हुनुहुन्न भने के हुन्छ? त्यसैले बीमा गर्नु धेरै महत्त्वपूर्ण छ। यदि तपाईँ हुनुहुन्न भने पनि, किनकि बीमा केवल तपाईंको बारेमा होइन, तपाईंको परिवारको साथमा उभिनेको बारेमा हो। र सबैभन्दा राम्रो कुरा के छ, यो महिना पनि होइन, यो प्रति महिना 100बाट सुरु हुन्छ र तपाईंको परिवारले यो परियोजना जति चाँडै सुरु गर्नुहुन्छ, सुरु गर्नु त्यति नै महत्त्वपूर्ण छ। आइरहेको तथ्यबाट तपाईँ सजिलै बुझ्न सक्नुहुन्छ कि वास्तविकता कस्तो छ। यो रोल्स रोयस हो भन्ने कुरा सत्य हो, तर सामान्य कुरा 2 पाङ्ग्रे सवारी साधनको बिक्री हो। 17%ले गिरावट आएको छ। लगानी घट्दै गइरहेको छ र जीडीपी वृद्धि पनि लक्ष्य स्तरभन्दा धेरै तल छ। हामी अनुमानको बारेमा के कुरा गरिरहेका थियौं? आर्थिक वर्षको लागि जीडीपी वृद्धि लगभग 0.5% को बारेमा कुरा गरौं, जुन लक्ष्य 5% थियो। यदि हामीले 5% हासिल गरेनौं भने तपाईको भविष्यको अर्थतन्त्र 2000 पुग्ने कुरा बिर्सनुहोस्। तर गरीब, निर्दोष मध्यम वर्ग अझै पनि आर्थिक सुधारको आशामा छ। त्यसैले होला आरामदायी मध्यमवर्गीय जीवनसँग सम्झौता गर्नु पर्दैन। र के ब्याङ्कले यही आशा जगाएको छ? मध्यम वर्गलाई आफ्नो खर्च धान्न र यी कठिन समयमा उनीहरूको आशा जीवित राख्न मद्दत गर्न ब्याङ्किङ क्षेत्रका विभिन्न कम्पनीहरूले व्यक्तिगत ऋण विकल्पहरू प्रदान गर्दै आएका छन्। व्यक्तिगत ऋण र खुद्रा ऋण यी 2 वर्गहरूबीच पर्दछन्। कुल ऋण रकम 70%ले बढेको छ। यो धेरै ठूलो रकम हो। यो सबै पैसा कहाँ जाँदैछ वा फिर्ता आउँदैछ कि भनेर थाहा पाउन गाह्रो छ। तर यसको 60% भन्दा बढी मध्यम वर्गको छ। परिवारहरूले व्यक्तिगत ऋण लिएका छन्। आज तलब पाउने मध्यम वर्गले आफ्नो तलबको कम्तीमा थोरै प्रतिशत भुक्तानीमा मात्र खर्च गर्छन्। यसमा पक्कै पनि व्यक्तिगत तत्व छ। यो राम्रो कुरा हो, होइन र? यो आवश्यकता हो। सामाजिक सञ्जालमा हुनु आवश्यक छ। यो सबै आवश्यक छ। जे भए पनि, यदि अझ गम्भीर कुरा के छ भने यो केवल डुब्की मार्ने बारेमा मात्र होइन। के तपाईलाई थाहा छ स्कुल शुल्क, चिकित्सा र खाद्यान्नको मुद्रास्फीति कति बढेको छ? के अब मध्यमवर्गीय परिवारहरूले दैनिक खर्च धान्न पनि ऋण लिनु परिरहेको छ? आरबीआई समीक्षाका अनुसार 25% वयस्कहरूसँग व्यक्तिगत ऋण र आवास ऋण जस्ता ठूला ऋणहरू छन्। मध्यम वर्गले पहिले पैसा जम्मा गरेर नेटवर्थ सिर्जना गर्थे। भारतमा पनि यस्तै थियो। अब त्यो नेटवर्थ अब बेलायतमा घरायसी बचत 50 वर्षकै न्यून बिन्दुमा छ। यसको अर्थ मानिसहरूसँग आपतकालीन कोष पनि छैन। यसले पनि धेरै सुधार भएको छैन। ऋण पनि बढ्दै गइरहेको छ। यो घट्दै र अझ घट्दै गइरहेको छ। यदि ऋण विलासिताका लागि लिइएको भए कम्तीमा बढ्ने थियो। यसको कुनै प्रभाव पर्दैन। तर अवस्था यति खराब छ कि आजकल मानिसहरूले सुन धितोको रूपमा ऋण लिइरहेका छन् र त्यसपछि तिनीहरू त्यसलाई फिर्ता गर्न असमर्थ छन्। गत वर्ष पैसा प्राप्त गर्न सुन धितो राख्नेहरूको संख्या 7 नागेको छ। याद गर्नुहोस्, मानिसहरूले सुन धितो तब मात्र राख्छन् जब सबै विकल्पहरू बन्द छन्। हाम्रो समाजमा सुनको पेन बनाउनुलाई ठूलो लज्जाको विषय मानिन्छ, तर आज मानिसहरूले यो गरिरहेका छन्। जागिर र तलब घट्दै गइरहेको छ र यो डरलाग्दो वातावरणमा कर्मचारीसँग फर्कने कोही छैन। राम्रोसँग काम गर्दैन र यो यथावत अवस्थामा रहन्छ। यो सबै मिस्टर क्लासको लागि हो। यो सकियो। ऊ चुप लागेर बसिरहेको छ। ऊ यसलाई सहज यसको कुनै आवश्यकता छैन। यही कारणले गर्दा हामीले चाइना प्लस प्रतिबन्ध गुमायौं र भियतनाम, लाओस र कोरिया जस्ता देशहरूले हामीलाई उछिने। तर सरकारसँग मध्यम वर्गको मागलाई उपेक्षा गर्ने दृढ जनादेश छ। हे भाइ, कर्पोरेट र मध्यम वर्गले राति 9 बजे खबर बाहेक अरू केही पाउँदैनन्। 1 बजेसम्ममा उनीहरूलाई आफू खतरामा परेको महसुस हुन्छ। तर अब तिनीहरू सुरक्षित हुनेछन् र त्यससँगै उनी सुरक्षित महसुस गर्दै सुत्न जानेछन्। मोदी सरकारले 2019 मा निगमलाई समावेश गरेको थियो र रोजगारी बढाउने वाचा गरेको थियो। तर उल्लेखनीय रूपमा केवल सीईओ को तलब मात्र बढ्यो, अरू केही भएन। किम, यो सबै स्थानान्तरण आवश्यक छ, तर प्रश्न यो छ, यो सन्धि बिना कहिलेसम्म जारी रहनेछ? मानिसहरूले कहिलेसम्म हार मान्नेछन्? मेक इन इन्डिया पहलले उत्पादनको जीडीपी योगदान 18%बाट 25%सम्म पुर्याउनु थियो। तिनीहरूले यो छिन्नेछन्। यसको विपरीत उत्पादन कुल घरायसी उत्पादनको 14